ओके, यो क्लासमा चाहिँ हामी स्प्लङ्क ब्याकअप अथवा स्प्लङ्क ब्याकअप र डिलिसनको कुराहरू गर्छौँ होइन। सो खास गरी हाम्रो सबै स्प्लङ्कको इन्डेक्सेसहरूको ब्याकअप गर्नु पर्यो भने चाहिँ सो हाम्रो स्प्लङ्कको इन्डेक्सहरू कहाँ हुन्छ त भन्दा भ्यार लाइब्रेरी स्प्लङ्कभित्र हुन्छ सबै इन्डेक्सेसहरू। र यदि तपाईँले त्यसलाई ब्याकअप गर्नु पर्यो भने चाहिँ त्यसलाई तपाईँले त्यो लोकेसनबाट चाहिँ कहाँ राख्ने हो त, नर्मली अब चाहिँ /etc भित्रका डिफ्रेन्ट चाहिँ तपाईँको सिस्टमभित्रका एप्सभित्र कतै राख्न पर्ने होला। सो यु क्यान प्लान है। र इन्डेक्समा तपाईँको बकेटको कन्सेप्ट हुन्छ, त्यही भएर यदि तपाईँले हट बकेट्सको कन्टेन्टलाई तपाईँले चाहिँ ब्याकअप गर्न चाहनुहुन्छ भने चाहिँ जबसम्म स्प्लङ्कलाई तपाईँले स्टप गर्नु हुँदैन तबसम्म त्यो गर्न सक्नु हुँदैन। सो द्याट दे विल रोल टु द वाम होइन। त्यही भएर तपाईँले चाहिँ त्यो स्टप गर्नै पर्ने हुन्छ। र इन्डेक्सलाई मुभ गर्नु छ भने पहिला स्प्लङ्कको प्रोसेसलाई बन्द गर्ने अनि बल्ल चाहिँ तपाईँको चाहिँ डिरेक्टरीहरूलाई चाहिँ कहाँ लगेर चाहिँ राख्ने हो त्यहाँ लगेर राख्नलाई तपाईँले अनि त्यसपछि प्रोसेस अगाडि बढाउनु पर्छ। यो भयो ब्याकअपको नर्मल चिज भयो। अब त्योभन्दा फरक यो त ब्याकअप गर्ने चिज नर्मल्ली चाहिँ हामीले थ्योरेटिकली भन्यौँ। अब प्र्याक्टिकली डिलिसनको कुरा गरौँ। सो यो अलिकति च्यालेन्जिङ अथवा रिस्की चिज पनि हो। तपाईँले स्प्लङ्कमा प्रोडक्सन इन्भाइरोमेन्टमा चाहिँ केही चिज डिलिट गर्नु भनेको इट्स अ भेरी डेन्जरस। एकदम प्रोपर प्लानिङ हुनु पर्यो, त्यसपछि सबैको चाहिँ कोलाबोरेटिभ चाहिँ डिस्कसन हुनु पर्यो होइन। र एकदमै केयरफुल भएर तपाईँले चाहिँ कमान्डहरू चाहिँ युज गर्नुपर्ने हुन्छ। सो रिमुभिङ अनवान्टेड इभेन्ट्स, तपाईँले हाल्नुभएको अनवान्टेड इभेन्ट्सहरूलाई तपाईँले चाहिँ निकाल्नु छ भने होइन, इन्डेक्सिङ गरिसक्नु भएको छ अलरेडी इभेन्ट्सहरूलाई भने त्यसलाई हटाउनको लागि तपाईँले चाहिँ डिलिट भन्ने कमान्ड युज गर्न सक्नुहुन्छ। प्लस एपेन्डेड टु योर डिजायर इभेन्ट, त्यसपछि तपाईँले चाहिँ के हटाउने हो त्यो चिजहरू चाहिँ तपाईँको चाहिँ त्यहाँ राख्न सक्नुहुन्छ भन्छ। र अल्सो यु क्यान रन द स्प्लङ्क क्लिन कमान्ड। र एज अ होल तपाईँको पुरै चाहिँ इन्डेक्सलाई नै डिलिट गर्नु पर्यो भने तपाईँले चाहिँ स्प्लङ्क क्लिन भनेर गर्नुभयो भने इन्डेक्सको नाम नदिकन स्प्लङ्क क्लिन अथवा क्लिन गर्नुभयो भने सर्लकै सबै जान्छ। फर इक्जाम्पल तपाईँको क्लिन गर्नको लागि तपाईँले स्टप गर्नुपर्छ पहिला स्प्लङ्कलाई, अनि ./स्प्लङ्क क्लिन अनि त्यसपछि इभेन्ट डाटा अनि /इन्डेक्स गरेर तपाईँले इन्टर गर्नुभयो भने सबै इन्डेक्स जान्छ। सो पर्टिकुलरली तपाईँले कुन इन्डेक्स लैजाने हो त्यो गर्नु पर्यो। र डिलिटको कन्डिसनमा चाहिँ इन्डेक्सको सोर्स टाइप, यो सोर्स टाइपको सबैलाई ढ्यापै तपाईँको डिलिट हान्ने भनेपछि यसले के गर्छ त भन्दाखेरिमा डिलिट गर्छ है त। सो त्यो चिज चाहिँ हामी हेर्छौँ यहाँ। मैले एडमिन 1 2 3 गरेँ। सो यहाँनिर अहिलेको केसमा फर इक्जाम्पल मैले सर्च एन्ड रिपोर्टिङमा गएँ, मैले इन्डेक्स इक्वल्स टु मेन गरेँ है त। मेन मैले अल टाइम गरेँ। यहाँनिर हेरेँ भने मेरो 3वटा सोर्स टाइप छ। मैले चाहिँ यो भेन्डर सेल्समा भएको सबै नै उडाइदिनु खोज्छु ल, अथवा चाहिँ तपाईँको सोर्सको कुनै एउटा जुन गरे पनि एउटै ल सोर्स टाइपै उडाइदिन्छु म पुरै। यो भेन्डर सेल्सको पनि पुरै सोर्स टाइपै उडाइदिन्छु भने नि यहाँबाट तपाईँले डिलिट गर्नुभयो भने हिँडो यु हेभ इन्सफिसियन्ट प्रिभिलेज। अब प्रिभिलेज नै छैन भन्छ है। युजर्समा जानु पर्यो, युजर्समा होइन रोलमा जानु पर्यो। हामीलाई एडमिनलाई पनि डिलिटको चाहिँ प्रिभिलेज नदिएको हुनसक्छ। सो यहाँनिर तपाईँले चाहिँ एडमिन क्यान डिलिट कसले गर्न पाउने, एडमिनले गर्न पाउने भनेर सेभ रोल गऱ्यो भने अब त्यसपछि पाइन्छ होला। म यहाँ गएँ अनि त्यसपछि यहाँ गएँ, त्यसपछि फेरि मैले इन्डेक्स इक्वल्स टु मेन अनि यो म अल टाइम, त्यसपछि सोर्स टाइप यो ड्याङ्गै भेन्डर सेल्स उड्छ। अब यहाँबाट यसलाई म थिचिदिन्छु यहाँ होइन। त्यसपछि डिलिट यु हेभ अ इन्सफिसियन्ट प्रिभिलेज। यसलाई रिस्टार्ट गर्नु पर्छ होला। सो म एक्चुअली सर्भर कन्ट्रोलमा गएँ अनि सर्भर कन्ट्रोलमा गएर यो रिस्टार्ट गर्छु। रिस्टार्ट गर्न टाइम लाग्छ, त्यही भएर म यसलाई पज गर्छु एकछिन। मैले रिस्टार्ट भयो। अब मैले गएर चेक गर्नु पर्यो भन्दा नि यहाँनिर इन्डेक्स इक्वल्स टु मेन
अन्डर सेल, त्यसपछि यसलाई मैले डिलिट हाल्नुभन्दा पहिले डाटा त अल टाइम गरौँ होइन। अनि सर्च, त्यसपछि डिलिट। अझै मैले चाहिँ सफिसियन्ट प्रिभिलेज पाएको छैन भन्नुपर्दा रोल्समा जानु पर्यो। रोल्समा गएर एडमिनको रोलभित्र क्यान डिलिट पनि हाल्न पर्यो। यो यहाँ छुटेछ। सो एक्नलेज इनहेरिटेन्स किन भयो भने यस्तो भयो, मैले अघि यहाँ क्यान्डिडेटमा गएर एडमिन हालेको छु कि यो, यसलाई मैले यहाँ पहिला सेभ रोल गर्नु पर्यो, त्यसपछि एडमिनमा जानु पर्यो, क्यान्डिडेटमा गएर सेभ रोल गर्नु पर्यो, एक्नलेज गर्नु पर्यो। यो त भयो। यो रोल भइसकेपछि सर्च एन्ड रिपोर्टिङमा अनि इन्डेक्स यो, त्यसपछि अल टाइम, ठिक छ। अल टाइममा डाटा हेरौँ अनि त्यसपछि डिलिट। ल तपाईँको यति डिलिट डाटा पुरै खर्लप्पै डिलिट भयो। अब तपाईँले यहाँनिर अल डाटा गर्नुभयो, तपाईँको जिरो छैन, सक्यो। ठिक छ। यसरी हामीले गर्न सक्छौँ। त्यो बाहेक अब हामीले डाटा क्लिन गर्नु पर्यो भने चाहिँ अघि मैले भने जस्तो अब यो मैले यहाँ चाहिँ खासमा उसमा गएर गर्नुपर्छ यो। अब अहिले मैले फेरि डाटा इन्जेक्ट गरेर अनेक गर्नु पर्यो। त्यो गर्नभन्दा लिनक्स इन्भाइरोमेन्टमा गर्नुपर्छ। सो तपाईँले स्प्लङ्कलाई स्टप गर्ने अनि त्यसपछि यो कमान्ड ./splunk clean इभेन्ट डेटा /-index नेम गर्नुभयो भने त्यो इन्डेक्स तपाईँलाई हटाउनु छ भने त्यो इन्डेक्सै तपाईँको त्यहाँबाट के हुन्छ त हट्छ। यो चिज चाहिँ याद गर्नु पर्यो। ठिक छ। स्प्लङ्क ब्याकअप डिलिसन भयो। अगाडिकोमा फिस बकेट हामीले हेरेका थियौँ। कहिलेकाहीँ इन्टरभ्यूमा सोध्छ क्या, तपाईँलाई चाहिँ सर्टेन तपाईँको लग नचाहिने लगहरू हटाउनु पर्यो भने तपाईँले के गर्ने भने यु क्यान युज अ डिलिट कमान्ड होइन। हामी डिलिट कमान्ड गरेर त्यो सर्टेन सोर्स होस्ट अथवा के हो कुनै चाहिँ त्यो हटाउन सक्छौँ। एउटा त्यो भयो। अब मास्किङ गर्ने कुराहरू छ भने सेट कमान्ड र तपाईँको अर्को चाहिँ रोल बेस फिल्टरिङ पनि छ, त्यो पनि युज गर्न सक्छौँ। आजलाई यति गरौँ। यो कन्टेन्ट